नमस्ते सबैजनालाई। यहाँबाट चाहिँ हेर्दैछ एकजना केटीले, म तपाईँलाई देखाउँछु ल। यो को हो देखिराख्नु भएको हाम्रो सोनिका बहिनी। घुम्न आएको थियौँ। कहाँ आएको थियो अरे बहिनी? हामी चप्लेटी आएको थियौँ, घुम्नु मजा आउँदैछ। यता यो चाहिँ हो ओइ सुकृति, ओइ यता हेर। यहाँ चाहिँ ऊ भाउजू र नानी हो। हामी यहीँ आएको, गाउँमा थियो हो, चप्लेटीमा घुम्न आएको। अन्त अब चाहिँ फर्किन आँटेको। गएको पनि हो कि उयो बस्ने भाउजू? त्यही यहाँ बस्नुपर्छ। अब एकछिन घरमा बसेर पुरा अल्छी लाग्छ नि त। अन्त त्यही भएर चाहिँ यहाँनिर चाहिँ पानीको ट्याङ्की छ हाम्रो गाउँको हो। अँधेरो अँधेरो आएछ। यस्तो गरेको अँधेरो आउँदो रहेछ। अन्त यहाँबाट पानी आउँछ हो। त्यहाँबाट यहाँनिर चौतारामा बस्न आँटेको। यहाँ सानोबडे गाउँ पनि छ। अन्त यता पनि छ खासमा चाहिँ गाउँ, एक दुईवटा घर तल छ। यहाँबाट चाहिँ चिम्नीहरू देख्छ होइन, डाक बङ्गलाहरू देख्छ हो। मालुटारहरू फागुटारहरू चाहिँ छेउछाउमा पर्छ हाम्रो चाहिँ। त्यहाँबाट यो सिमरिङहरू देख्छ हो। त्यहाँबाट यहाँबाट उता साइड चाहिँ तपाईँको देख्छ तिनधारे घैयाबारीहरू। यिनीहरू यहाँ पुगिसकेसम्म चाहिँ अर्केको छु हो। म चाहिँ जान्दैछु। पर्ख एकछिन, पर्ख मलाई पनि पर्ख। बोरिङ हुन्छ नि त्यही भएर। उयो हेर्नु न, यिनीहरूले मलाई हात हल्लाउँदैछ हौ। यिनीहरूमा साह्रो जिस्काउँछ कि। नरुवा नानीलाई। ल आइज 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 ल आइज। हेलो हेलो गाइस, हाम्रो ग्रुपको नामै हेलो गाइस। हेलो गाइस सबै हेलो गाइस। हामी चाहिँ ए चियापत्ती बगान छ यहाँ सानोबडे हो। तर हामी चाहिँ चियापत्तीको बोटहरू छ। अन्त अब चाहिँ हामी यता जाने। के अरे? अन्त यहाँ चाहिँ हामी बसेको यत्तिकै होइन। ए गाउँहरू छ यहीँबाट चाहिँ स्टार्ट हुन्छ हाम्रो गाउँ चाहिँ हो। पहिला हामी चाहिँ होइन यही ढुङ्गामा चाहिँ ठुलो ढुङ्गा छ नि त है। आइज न यहाँ, आइज न यहाँ बस्न। पहिला हामी यहाँ सानोमा चाहिँ आउँथ्यौँ यहाँनिर होइन। अन्त पुरा खेल्थ्यौँ हामी यो ढुङ्गामा। यता यो चियापत्तीको यो बोटहरू देख्नुहुँदैछ यतानिर, यतातिर चाहिँ कलमहरू काटेको हुन्थ्यो होइन। अन्त हामी चाहिँ यहाँनिर झिक्राहरू लिनु आउँथ्यो नि त त्यो काटेकोहरू। अन्त हामीलाई चाहिँ मेरो फुपूको छोरा दादाले चाहिँ भगाउँथ्यो यहाँबाट हामीलाई कुटेर। अब त्यो छेस्काहरूले काटिन्छ घोच्छ भनेर होला नि होइन। यहाँ पछाडि हेर्नु न, हामी पनि त आउँथ्यौँ पहिला खेल्नु नि। हो त, तँ त छैन जस्तो बहिनी। पहिला भनेको अन्त हेलो गाइस, यिनीहरू दिदी बहिनी है। नउठ्ने जङ्गली छ। गले पो छ। हेलो गाइस, हेलो हेलो एभ्रिवान। सुन्नुभयो होला कतिपल्ट हेलो गाइस भन्दैछ। यिनीहरूको नामै हेलो गाइस है, हाम्रो ग्रुपको नामै हेलो गाइस। बाई बाई। आजको भ्लग यति नै, टाइम पास भ्लग।